नमस्ते साथीहरू, मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म धेरै दिनको तपाईहरु माझ मिल्न आइरहेको छु किनकि मलाई यस्तो भएको थियो कि एकदम शरीरमा चाहिँ मलाई एकासी चाहिँ अब संक्रमण भएको थियो हैन, अब बिमारी। त्यही भएर चाहिँ म नेपालगञ्ज हस्पिटल गएको थिएँ र नेपालगञ्ज हस्पिटल गएर मैले चाहिँ चेकजाँच गरेर अहिले चाहिँ मलाई ठीक भएको छ। त्यसैले म तपाईको माझमा चाहिँ अहिले मैले भिडियो बनाउन पाएको थिएन। त्यही भएर चाहिँ म आज यो चाहिँ म भिडियो बनाउन गइरहेको छु। आज चाहिँ मेरो यो खेतीबारीहरूको भिडियो है। अब चाहिँ अब राम्रो राम्रो महल चाहिँ म अब त म कहाँ देखाउन सक्छु र हैन। गाउँले जिन्दगी म चाहिँ अहिले गाउँकै केही तरिकाहरू केही बोट बिरुवाहरूको बारेमा सबैको बारेमा चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। हामी चाहिँ अब पढाइ लेखाइ गरेर चाहिँ हामीले जागिर अब पाउनु पर्ने चाहिँ अब हाम्रो नेपाल देशमा देखिएको थिएन र त्यसैले चाहिँ म अब आज मेरो बारीमा भइरहेको र हामी किसान गरिएको यताउताको दुःख पीडाहरू सबै देखाउन गइरहेको छु र हामीले सङ्घर्ष गरिएको जिमी जग्गाको बारेमा सबै देखाउन गइरहेको छु र मेरो भिडियो चाहिँ यो लास्टसम्म हेर्नु होला साथीहरू। म तपाईको माझमा चाहिँ धेरै दिनपछि भेटिएँ साथीहरू र पहिले चाहिँ म अब भ्लग भिडियोहरू चाहिँ हालिरहेको थिएँ युट्युब च्यानलमा। म चाहिँ अहिले एकासी बिमारी भएर त्यही भएर चाहिँ म अब नेपालगञ्ज हस्पिटल गइरहेको थिएँ। त्यही भएर चाहिँ म तपाईको माझमा चाहिँ मिल्न पाएको थिएन। हेर्दै गर्नु होला साथीहरू है त। आज चाहिँ म अब यसो अब मेरो चाहिँ सुन्तलाको बिरुवाहरू चाहिँ मैले रोपिएको थिएँ र सुन्तलाको बिरुवामा चाहिँ म पानी चार्न गइरहेको छु साथीहरू। र पानी चारेर चाहिँ अब यसो केही टाइम पासहरू गरौँ कि भनेर चाहिँ अब मैले भिडियो बनाउन गइरहेको छु साथीहरू। के कस्तो लाग्छ भिडियो? एकदम मिठो माया दिनु होला साथीहरू। अब तपाईहरुकै माझमा छ हैन। अब तपाईहरुले चाहिँ खुसी दिएपछि अब चाहिँ धेरै धेरै अब अगाडि बढ्दै जाउँला भन्ने आश छ साथीहरू। अब चाहिँ म अहिले चाहिँ अब यहाँबाट चाहिँ अब पानी जोड्न गइरहेको छु साथीहरू। र यहाँ चाहिँ अब मेरो पछाडि चाहिँ अब एकजना मान्छे हुनुहुन्छ, उहाँ चाहिँ अब घाँसबाट आउनु भएको थियो र त्यसैले यहाँ चाहिँ पानीको धारो हाम्रो चाहिँ अब विकट ठाउँ है। अब हामीले चाहिँ पानी बोकेर पिउने अवस्था छ यहाँ। हामीलाई चाहिँ कुनै विकास यताउता केही पनि छैन। हाम्रो चाहिँ अब यो विकट ठाउँ, अब विकट ठाउँमा चाहिँ अब यस्तै हुन्छ साथीहरू हैन। त्यही भएर चाहिँ दुःख परिश्रम गरेर चाहिँ हामीले खानुपर्छ, आफ्नो जिन्दगी जिउनु पर्ने भइरहन्छ। त्यसैले चाहिँ अब मैले चाहिँ यहाँबाट पानी जोड्न गइरहेको छु। यहाँबाट जोडेर चाहिँ मेरो तल चाहिँ बोट बिरुवाहरू के कस्तो भएको छ है। म चाहिँ नेपालगञ्जबाट 10-12 दिनको पछि आएँ म चाहिँ हैन गाउँघरतिर। त्यही भएर चाहिँ मेरो गाउँघरतिरको अब बोट बिरुवा के कस्तो भएको छ म एकछिन गएर हेर्नेछु त है साथीहरू। अब पानी मिलाउन गइरहेको छु र चाहिँ म अब यहाँ चाहिँ नल्का छुटाउनु पर्ने अवस्था छ र यो चाहिँ नल्का र यहाँ चाहिँ अब पानी छुटाएर चाहिँ म तल जोइन गर्छु साथीहरू। यहाँबाट चाहिँ जोइन गरेर साथीहरू अब चाहिँ म पानी यसो चार्नु पर्यो बारीतिर गएर र बारीतिर चाहिँ बोट बिरुवाहरू के कस्तो भएको रहेछ हेर्दै गर्नु पर्यो। साथीहरू के कस्तो लाग्छ भिडियो? एकदम राम्रो लाग्छ भने लाइक कमेन्ट सब्सक्राइब गरेर नभुल्नु होला। यो चाहिँ मेरो चाहिँ अब गाउँले जिन्दगी है। अब चाहिँ ठुल्ठुलो महल हुन्थ्यो भने मान्छेहरूले चाहिँ अब ठुल्ठुलो महलमा गएर भिडियो बनाउँथे र ठुल्ठुलो युट्युबरहरू बन्थे। हामी चाहिँ सानो युट्युबर, हामी चाहिँ अब गाउँघरको केही कुराहरू चाहिँ अब त्यति स्पष्ट चाहिँ बताउन त सकिरहेका छैनौँ। तैपनि हल्का फल्का हामीले चाहिँ अब इन्जोय गरिरहेको साथीहरू। मेरो चाहिँ पछाडिको चाहिँ पलमहरू चाहिँ अब आजभोलि चाहिँ अब फुल लागिरहेको छ पलम साथीहरू। र यहाँ चाहिँ केही सुन्तलाको बोट बिरुवाहरू पनि छ साथीहरू। ओ साथीहरू, म चाहिँ अब यसो बारीतिर लागिसकेँ र बारीमा चाहिँ मेरो चाहिँ माथितिर हेर्नुहुन्छ यो चाहिँ अमिला र हाम्रो चाहिँ यो ठाउँको चाहिँ एकदम मिठो मिठो फलफुलहरू पनि फल्ने गर्छ र फलफुल फलेर के गरौँ, हाम्रो विगत ठाउँ भएर चाहिँ अब यही खेतबारीमा नै उहिने गर्छ पाकेर। रोड चाहिँ अब धेरै टाढा छ। अब बेच्ने मान्छेहरूले चाहिँ अब बोकेर चाहिँ बेच्न जानुपर्छ, डोकोमा बोकेर जानुपर्छ बेच्न। यो चाहिँ सुन्तलाको बोट बिरुवाहरू, यो चाहिँ अहिले चाहिँ अब 2-3 वर्ष भइसक्यो अब यो सुन्तलाको बोट चाहिँ बढ्न लागेको र सो साथीहरू यहाँ चाहिँ मिठो मिठो फलफुलहरू फल्ने गरेको छ। त्यही भएर चाहिँ हामीले चाहिँ अब विगत ठाउँ भएर यस्तै अवस्था छ। यो चाहिँ मेरो पछाडिको केराबारी देख्नुहोस्, केरा पनि एकदम राम्रो छ भन्नुपर्छ। हाम्रो चाहिँ फलफुल यही नै हो साथीहरू। र योभन्दा राम्रो फलफुल चाहिँ अब तपाईहरुको ठाउँमा मिल्छ कि नै कमेन्ट गर्नु होला साथीहरू। म चाहिँ अब अब चाहिँ अहिले म चाहिँ अब पानी जोड्न गइरहेको छु।
र पानी जोडेर चाहिँ मेरो चाहिँ अब सुन्तलाको बिरुवाहरू के कस्तो भएको छ। यहाँ चाहिँ राम्रै रहेछ, कोही सुकेको छ कि के छ। अब आजभोलि गएर अब पानी पनि पर्दैन, मौसम पनि खराब भएको छैन। मौसम खराब हुन्थ्यो त अब पानी पनि आउँथ्यो। मलाई चाहिँ अब त्यति त बोल्न आइरहेको छ। तर कस्तो लाग्छ साथीहरू, भिडियो एकदम राम्रो माया ममता दिनु होला भन्न चाहन्छु। र म चाहिँ अब यसो हिँडिरहेको छु। यो बारीको अवस्था चाहिँ सुन्दर केही कुहरू छ र यो चाहिँ मेरो पछाडिको ब्याकग्राउन्डहरू, पहाडहरू, हरियाली, एकदम जङ्गलहरू भइरहेको ठाउँ छ र हरियाली पनि छ। सो साथीहरू, म चाहिँ मेरो बारीमा पुगिसकेँ र यहाँ चाहिँ सुन्तलाको बोटहरू देख्न सक्नुहुनेछ। यो चाहिँ सानो सानो बोटहरू होइन। अब यहाँ चाहिँ मैले पानी चार्न आइरहेको थिएँ र यहाँ चाहिँ अब पाइप चाहिँ भेटिएन। पाइप चाहिँ अब कता कतातिर लगिसकेका छन् होइन। अब चाहिँ त्यो पाइपको खोज गर्नु पऱ्यो र अब पानी चाहिँ अहिले चार्ने काम चाहिँ भएन साथीहरू। र यहाँ चाहिँ अब म चाहिँ अब मेरो सुन्तलाको बिरुवाहरू हेर्नु पऱ्यो र त्यसपछि चाहिँ म घरतिर जानु पऱ्यो। त्यही भएर साथीहरू यहाँको दृश्य चाहिँ अब यही नै हो। यहाँ चाहिँ सुन्तलाको सानो सानो बोटहरू चाहिँ मैले अब त्यसैलाई चाहिँ मेहनत गरेर चाहिँ बढाइरहेको छु। र केही दिनपछि चाहिँ अब यहाँ चाहिँ रोड पुग्यो भने राम्रो होइजाला। कोही सरकार राम्रो भयो भनेपछि अब यही 21 गते चाहिँ अब चुनाव हुन गइरहेको छ र चुनावमाथि चाहिँ अब कसले जित्छ, अब कसको भोट ज्यादा आउँछ, त्यसैले चाहिँ अब केही सोच्यो भने गर्ने होला। अब हाम्रो सरकार चाहिँ अब नेपाल सरकार चाहिँ अब लतालिङ छ। त्यही भएर चाहिँ हाम्रो यो ठाउँमा चाहिँ केही विकासहरू पनि भएन साथीहरू। त्यसैले चाहिँ अब हामीले चाहिँ जति सक्दो चाहिँ अब कृषिहरू गरेर चाहिँ अब गर्नु पऱ्यो। गरे पढाइ लेखाइ गरियो, तर पढाइ लेखाइ चाहिँ अब किस्मत हुनेले मात्र जागिरी पाउँछ। किस्मत नहुनेले जति दुःख गरे पनि त्यो चाहिँ जागिरी मिल्दैन। र सरकारी जागिर पनि के हुँदो रहेछ त्यही त हो। त्यही भएर हामीलाई चाहिँ अब सरकारी जागिर भन्दा पनि ठिक छ, हामीलाई चाहिँ जति दुःख परिश्रम भयो भने हाम्रो चाहिँ यही सुन्तलाको बोटबाट नै केही फाइदा होला भन्ने आशले चाहिँ हामीले मिहिनेत गरिरहेका छौँ। र यहाँ चाहिँ सुन्तलाको बोटहरू चाहिँ अब चेक गर्न गइरहेको छ साथीहरू। र साथीहरू यहाँ चाहिँ म अब सानो यो सुन्तलाको बोट चाहिँ म देखाउन गइरहेको छु। यहाँ चाहिँ अब अवस्था अलिक गम्भीर रहेछ क्या बेर्नाको सुन्तलाको। कोही चाहिँ सुकिसकेको रहेछ, कोही चाहिँ प्यालो प्यालो पात गरिएको छ साथीहरू। हेर्नु साथीहरू, यो सुन्तलाको बोट यस्तो प्यालो प्यालो भइरहेको छ र कोही चाहिँ यस्तो हरियाली देखिएको छ। यो पनि हरियाली भएको रहेछ साथीहरू। कोही चाहिँ प्यालो प्यालो, कोही चाहिँ हरियाली भएको। यो चाहिँ दृश्य हेर्नुहोस्, यो चाहिँ जङ्गलको दृश्य। ल त साथीहरू, आज चाहिँ मैले अब एउटा छोटो भिडियो बनाएँ र मलाई चाहिँ अब मिठो माया दिनु होला साथीहरू। त्यसैले चाहिँ मैले धेरै ढिलो चाहिँ अब तपाईँहरूलाई भिडियो अपलोड गरेँ। यसको लागि चाहिँ माफ पाऊँ। मेरो स्वास्थ्यले चाहिँ अब यस्तै गर्यो, त्यसैले चाहिँ म अब हस्पिटल गएको थिएँ साथीहरू। फेरि पनि मिलाउला अर्को भ्लगमा। मिठो माया ममता दिनु होला साथीहरू र सब्सक्राइब गर्न र लाइक गर्न नभुल्नु होला साथी है त साथीहरू। फेरि पनि अर्को भ्लगमा। ओके।